के गर्नु भयो त्यहाँ घर भत्केला आउैको फेरि आमै नबस्ने आमै त च्याप्पै घरमा बस्नुहुन्न नि किन हो तिमी सुता म बिहामा गएर आउँछ है हस् चक्लेट लिएर हस् तिमी सुता भाइ सुता है हस् हस् आमै बिहामा गएर आउने अरे होइन आइसक्नु भयो आमै अब मलाई चाहिँ मिठी ल्याइदिनुहुन्छ अरे आमैको बिहामा नाचगान पनि रहेछ होइन नाचिरहनु भयो आमै उठी बसी अरे नाच्नु रहेछ बिहामा गएर चक्लेट ल्याउनु भयो मिठो रहेछ नि डार्क चक्लेट हो मैले गुलियो खान्न भनेर गुलियो रहेछ आमा आमै सधैँ ल्याइदिनु है बिहामा रमाइलो भयो कतिको नाच्नु भयो त नि बसेपछि उठी बसी अरे नाच्नु भएको थियो अरे बिहा बाजा बजाएको थिएँ त्यसमा अन्डा पनि थियो हो अन्डा ल्याइदिएको अन्डा मलाई अहिले अन्डा ल्याइदिनु भएको हो आमैले त अन्डा ल्याइदिनु हो रहेछ मलाई चिया हो के अब चिया हाम्न आमै एक कप आमैको हातको मिठो चिया पकाउनुहोस् त आमै पाक्दै है त्यो खलो त पाक्दै हो वहाँ गिलास घौटे छ त्यो गिलास लिएर आउनु अनि चिया ल्याउनुहोस् आमै आमैलाई काँडाले यस्तो बनाहा आमैले नहेर्नु दिनु र आमै